हेलो अनि नमस्ते हैन अब दसैँ त सकिसकेको छ। आज हामी लालबन्दीदेखि काठमाडौँको यात्रा गर्दैछौँ हैन। यात्रा चाहिँ फेरि यता बिपी हाइवेबाट अस्ति आउँदा त सजिलै आइएको थियो हैन। अब चाहिँ हामी सिस्नेरी फर्मिङ कता कताबाट हुन्छ म र भाइ र बहिनी चाहिँ पछाडि बाइकमा हुनुहुन्छ, आउँदै हुनुहुन्छ हैन। ल हेर्दै गर्नु होला। म बिचबिचमा तपाईहरुलाई कहाँ पुग्यौँ हामी के गर्दैछौँ भनेर हामी तपाईहरुलाई फुल ब्लग चाहिँ बनाउने कोसिस गरिरहेको छु। हेरिदिनु होला, सबैजनालाई मन पराइदिनु होला है त गाइस। ल के हुन्छ अब यो मन्द मुस्कान भइसम्म काठमाडौँसम्म हुनुपर्छ हैन। त्यसमा केही छ। लेट्स गो। केही वर्ष चाहिँ यो ब्यारेकमा बसेका थियौँ। यो ब्यारेकमा यो ठाउँमा ब्यारेक थियो। अहिले चाहिँ हामी चाहिँ नगरपुर बजारमा आइसकेका छौँ। यो बाटो चाहिँ मलौमा जान्छ, फेरि मलौमा जाने बाटो। आजको वेदर चाहिँ बवाल छ गाइस। यस पानी नपरोस् होइन। ल गाइस यो चाहिँ भाइरल घर है, भाइरल घर है यो चाहिँ गाइस। यो चाहिँ बागमती हो होइन। आमा बब्बाल बाढी आएको छ गाइस होइन। तपाईँले देख्न सक्नुहुन्छ बाढी आएको छ गाइस। पुरै वार पार पो रहेछ यार। सबै ढोका खोलिदिएको छ होइन। अब देख्न सक्नुहुन्छ यो चाहिँ ड्याम हो होइन। ड्यामको पुरै ढोका खोलिदिएको छ। बाढी पुरै बवाल बाढी आएको छ। ल कति पानी परेछ त। अनि अहिले चाहिँ ठुलो गाडीहरू पुरा चलेको छैन होइन। सानो गाडी मात्रै देख्न सक्नुहुन्छ तपाईँले बाटोमा होइन। यो तराईको चारको चाहिँ झाडी जङ्गल है गाइस। जति हेऱ्यो उति उस्तै मात्रै आइरहन्छ कि केही छैन फरक। ल बवाल चाहिँ गाइस, बवाल बवाल। हामी चाहिँ पत्ला आइपुग्यौँ ठ्याक्राकै होइन। अब पत्लाबाट यता गयो वीरगञ्ज। यता चाहिँ वीरगञ्ज। अब चाहिँ यता चाहिँ लाइन्छ हामी हेटौँडा। अब चाहिँ गाइस हेटौँडाको यात्रा सुरु भयो। पत्ला याटो हेटौँडा। अम्लेस गज आइपुग्यो है गाइस। हामी हेटौँडाको ठ्याक्कै चुरियामा आइसकेका छौँ। गइसक्यो। ठ्याक्कै भन्नुपर्दा हेटौँडा ठ्याक्कै बजारमा आइयो होइन। हजुर के गाडी? माइल गाडी छ नि, गाडी घरमै छ। हिमफेदी बाटो पनि पुरै जाम। जाम छ है गाडी, जाम जाम पुरै जाम। काठमाडौँ छिर्ने यो दोस्रो नाका हो होइन। दोस्रो नाकामा एउटा नागढुङ्गाबाट खानकोट हुँदै भने यो चाहिँ हिमफेदी हो हेटौँडाबाट हो। यस्तो जाम छ। ल होइन खोलामा प्रशस्त रूपमा बाढी आइरहेको छ होइन गाइस। बाटो बिग्रिरहेको छ अलिअलि हल्का फुल्का होइन। तपाईँहरू आउन सक्नुहुन्छ। त्यतिले मलाई कसरी हेर्नु भयो। दसैँमा कसैले पिङ खेल्न पाउनु भएको भएन। अनि यहाँ चाहिँ पिङ खेलेकै हुन्छ बाटोमा। कुहिरोले ढाक्यो गाइस माथिबाट होइन। पानी पर्ला भन्ने डर। रास्ता सबजना मोटरसाइकल बवाल। ल जाम बवाल छ है गाइस। जाम चाहिँ बवाल छ होइन। भैँसीमा हो है। पुल सानो छ। अब के गर्ने दुवैतिरबाट ट्याक्कै जाने आउने होइन। पुरै बेला बेल यताबाट पनि पेल्ने उताबाट पनि पेल्ने। अब के पुरै जाम गाइस। यो चाहिँ धुवावाला बाइक हो।
यस्तो धुवा भालो कि होइन के कुरै नगर्नु न पुरै धुवाको त बर्सात छ बर्सात स्प्लेन्डर हो होइन तेल पनि बवाल दिन्छ होइन तर धुवा पनि बवाल फालिरहेछ क्या जाम त गाइस पुरै बल्बु पुगेको छ कि हो राजधानीबाट बाहिरी नै राजधानीबाट के अरे राजधानी भित्रिने रे दुवैतिर जाम गाइस पानी पऱ्यो होइन हल्का हल्का सिमसिम सिमसिम जाम त बवाले कति थाहै छैन होइन त्यही पनि हामी अब जामसाम कटेर होइन देउराली टक्क कटेर हामी यतातिर लागिसकेका छौँ तपाईँले देख्न सक्नुहुन्छ बाटो खतरा छ होइन यता चाहिँ बाटो क्लियर छ गाइस बाटो त डेन्जर रहेछ यार ल ओहो पहिरो छन त डोजर रेडी छ है हिँडे गर्दा चाहिँ अलिअलि पन्साउनलाई बाटो बिजोग छ यो बाटो है ल यहाँ अगाडि त पुरै कुनी आएछ यार रुखैसहित आएछ ल ओहो ल रुखै पो छ त पहिरोमा यार यत्रो बाटो आइयो होइन यहाँ आएर ट्याक्कै लिङ्गे पिङ देखियो है झन् सरर सर्काउ स्याउली बजारमा पिङ रहेछ गाइस होइन पिङ हामीले खेलेन चिसो छ पिङ खेल्यो भने के हुन्छ झन् चिसो लगाइछ हामी चाहिँ काठमाडौँ आइपुग्यो है काठमाडौँमा चाहिँ यस्तो रहेछ अझै काठमाडौँमा त चिसो भइसकेको छ होइन अब काठमाडौँ त आइयो अब भात खाएर जानु पऱ्यो भात खाना जान लागिरहेको छौँ होइन चावलको दाउराको खाना है यो दाउरा रेस्टुरेन्ट खाने चाहिँ खाना खाना चाहिँ हामी चार जान्छौँ है त्यो चाहिँ मटन होइन चिकन यो चाहिँ दाल हो होइन त्यो चाहिँ के हो आलु आलु र उसको अचार आलु मात्रै पापड होइन खतरा आइटम छ क्या भुजिया भयो गाजरै छैन अचार होइन त्यो चाहिँ गुन्द्रुक हो के हो गुन्द्रुकको अचार होइन के हो अचार फल्छ नि आज यहाँ एउटा काँक्रा होइन फेरि मलाई त गुन्द्रुक एउटा काँक्रा एउटा गाजर दुई थरी बहिनी एउटा के अरे यो पर्दैन यो अचार स्वाद चाहिँ म खाएर भन्छु ल त्यस्तो आइटम मलाई हालिदिनु कि म भिडियो पठाइदिनु विष्णु सागबाट भनेको विष्णु सागबाट दाउरा गर्नु तर म चाहिँ चिन्दिनँ होइन म चाहिँ यो युट्युबमा हालिदिन्छु होइन सबैजना खाना आउनु होला होइन कस्तो छ चाहिँ म स्वाद टेपेपछि म थाहा पाउँछु ल भन्छु ल मिठो छ मिठो एकदम मिठो छ गाइस फेरि तिमीले चिकन खाएको होइन कत्रा खाएको चिकन हामी चाहिँ यो चावलको दाउराको किचनमा यसको चाहिँ राइससँग पलासे भन्ने ठाउँमा पनि छ पलासेमा साँगाको प्लासेमासम्म गएर तपाईँले खान सक्नुहुन्छ मिठो एकदम स्वादिलो छ मलाई चाहिँ मिठो लाग्यो होइन अब तपाईँहरू पनि आएर एकचोटि ट्राई गर्न सक्नुहुन्छ लगाइस यसपालिको दसैँको लग चाहिँ यहीँ हिँड्नुहुन्छ होइन सबैजनाले हेरिदिनु होला होइन मन पराइदिनु होला भन्दै यो ब्लग चाहिँ यहीँ हिँड गर्न चाहन्छु है त ल सबैजनाले सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने होइन ल है त गाइस के कस्तो भयो तपाईँहरूलाई कमेन्ट गर्न सक्नुहुन्छ भन्दै अहिलेलाई बाई भन्न चाहन्छु।